Hello everyone, welcome to my channel नेचर लभर। आज चाहिँ हामी चाहिँ काम गर्छौँ भनेर सोचेको थियो, तर आज चाहिँ हामी कामै गर्नु पाएन किनभने वेदर चाहिँ यति साह्रो पानीहरू परेर हो। अन्त त्यही कारण चाहिँ हामी चाहिँ केही पनि कामहरू गर्नु पाएन। सो अहिले चाहिँ अलिकति उग्रेछ। अन्त तपाईँहरूलाई चाहिँ हाम्रो घरदेखिको यतापट्टिदेखिको भ्यू चाहिँ कस्तो देख्छ भनेर तपाईँहरूलाई देखाउँ भनेर नि। अब यो यस्तो छ होइन, यो जग्गाहरू तपाईँहरूलाई मनपर्छ मन पर्दैन लाइक गर्नुहोस्, मन पऱ्यो भने लाइक गरिदिनुहोस् ल। अब यो चाहिँ मेरो फर्स्ट हो तपाईँसँग भ्लगिङ गरेको होइन। आज चाहिँ हामीले आमा र मैले चाहिँ अलिकति काम गऱ्यो यति मात्रै। अन्त त्यो पनि हल्का पानी पर्दै थियो, अन्त बाटोमै छोडिरहेको छ। अन्त हाम्रो चाहिँ यस्तो देख्दैछ, यहाँ पारी हो, यो हाम्रो तलको जाने बाटो। अन्त यस्तो छ, तपाईँहरू देख्नुहुँदै होला। यो हामी बस्ने जग्गा चाहिँ कम्बल हो, के भन्छ यसलाई, कम्बल भन्छ। अन्त यहाँनिर चाहिँ अब पारीको तपाईँहरूलाई भ्युजहरू देखाइदिन्छु। यस्तो देख्छ उम्बो पुरा। यसपालि चाहिँ यहाँनिर पानीहरू परेर राम्रै आएको छैन, हेर्नु सक्नुहुन्छ। आकाशहरू धुम्मिरहेको छ हो। अन्त कम्ती कामसाम गऱ्यो हामीले आज आमा र म भएर। अन्त फेरि त्यसको बादमा चाहिँ अब भोलितिर फेरि गर्नेछौँ। अब भोलि एक दिन सन्डे छ, अन्त अब छुट्टी पनि सकियो। पर्सिदेखि फेरि काममा जाइहाल्नुपर्छ, ड्युटी। सो तपाईँहरूलाई अब भोलि पनि म तपाईँहरूलाई दिन राम्रो भएछ भने तपाईँहरूलाई के भ्लगिङ गरेर देखाउने छु। सो किप वाचिङ।